हेलो राजन ब्लगमा सबैलाई स्वागत छ हैन। हाम्रो बुवाले चाहिँ अब बाइक कुदाउँदै हुन्छ हैन, हेर्नु ल। हेलो गाइज, हाम्रो बुवा चाहिँ हैन अब बाइक कुदाउन आँट्नु भएको छ। हेरौँ ल अब कसरी कुदाउनु हुन्छ हैन। बाइक चाहिँ हेरिदिउँ ल ल ल ल है ल ल ल ल ल ल अब यो तरिकाले त नि बाउ कुदाइन्छ कुदाइन्छ यो तरिकाले। किन कुदाइँदैन? कुदाइन्छ कुदाउनु चाहिँ ए छोराले कुदाउँछ नि, ड्याङ्गै मान्छेले कुदाउँदैन। छोरो मान्छेले कुदाउँछ कुदाउँछ होइन। डोर्याएर कसरी अरे बुवा? डोर्याएर है कुदाएको देखियो सिया। ल अब बुवाको होइन, अब बाउले कस्तो कुदाउनु हुँदो रहेछ हेरिदिउँ न त अब बाइक है। एकछिन किन ल स्टार्ट गर्नुभयो ल आयो बाबा बिस्तारी ल सर र र र र र र हाम्रो बाउले बाउ कुदाएको आम यो उमेरमा सिकाइदिएको बाउ बाइला बाउ बिस्तारी नडर है नडर है सर र कुदाइसकेको हो पहिले हाम्रो बाउले। अब अनि खुट्टा चाहिँ कसले टेक्छ हौ? बिस्तारी लानुपर्छ नि, सिधै पहिले कुदाइसकेको त डराउनु पर्दैन। बाउले यस्तरी कुदाउँदै हुन्छ बाइकको सर र 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 र। जानु जानु सिधै नडर है। बाउको बाइक कुदाइदेख्नु भयो, हाम्रो बुवाले यस्तरी कुदाउनु हुन्छ। बाउले बाइक त लिएर गयो होइन, तर कहाँ पुगे है म देखाउँछु बुवालाई। सर र र र बाउ अहिले बाउ लड्यो भने त सक्यो त। यो भ्लग हो, यो भ्लग हो यो। के छ दाइ? ठिक छ, तर तपाईँको पार्टी चाहिँ छैन त नि। ए हेरौँ न नयाँ बेहुला अरे पार्टी भाइलाई छँदै छैन क्या। अब पार्टी चाहिँ हुनु पर्यो, हुँदैन नि। माथि बाउ सर र कहाँ बिचमा रोकेको बाउले, फेरि बिचमा रोकिदिरहेको। के छ ओहो आन्टीहरू सर र हाम्रो बिचमा सट्टै यहाँ चाहिँ दाजु भाउजू सर र होइन। बाउ बाउलाई पछ्याउनु त पऱ्यो, बाउ फेरि लड्यो भने त बिजोक यहाँ हुनु। पिचदेखि उता नजानु है। बाउ बाइक कुदाउँदै हुन्छ। बाउलाई चाहिँ होइन 63 वर्ष पुगिसक्नु भयो नि त। बाउलाई चाहिँ बाइक सिकाइदिएको छु मैले, कुदाउनुहुन्छ मजाले। अस्ति मजाले कुदाउँदै हुन्थ्यो, अस्ति लडेर हो क्या बाउको यस्तो खुट्टामा काटेको छ क्या। अनि त्यही भएर चाहिँ उयो माथि एउटा ठाउँमै ठ्याक्कै लड्नु भएको। लड्न चाहिँ अब तिनीहरू लड्नु भएको पुरा हुन्छ, मजाले सिकाएको छ नि त। अनि यहाँ चाहिँ सिमेर गाउँ हो। सर र केटाहरू चाहिँ यहाँनिर प्लेयरहरू खतरा खेल्दै रहेछ। केटाहरू कसको फ्यान हो क्रिकेटको? हो बाउ माथि अड्किनु भयो। बुढो फेरि लड्यो भने बिजोग हुन्छ सरक्क होइन। यहीँबाट घुमाउनु पर्छ नि त, यहीँ घुमाउनु, पिचमा नजानु अहिले। जानु पर्दैन दोकानमा। दोकानमा चाहिँ किन? अब बिस्तारै हिँड्नु नि, बिस्तारै नडर आफ्नो साइडमा हिँड्नु नि। एकछिन गाडी हो। अनि भर्खर कुदाएको, अनि भर्खर कुदाइँदैन एकछिन। भयो त्यो माथि उयो गियर हो स्टार्ट गर्नु। सरक्क ल मेरो अन्त मेरो टोल चाहिँ यहाँनिर छ होइन। क्यारम बोर्ड बेला बेला बच्चाले खेल्छन्।
के भयो हुनु चाहिँ अब यहीँ राख्नु छोडिदिनु त्यो सामान लिएर आउनु अहिले कुदाउनु नि त यता नजाउँ पिचमा अहिले लडिन्छ छोड्नु छोड्नु बाउ सर जान जान आएको छैन बिस्तारै कुदाउनु हिँड्नु नि हिँड्नु बिस्तारै धेर भयो किन चापेको धेर उयो धेर चाप्नु भयो भयो यहीँ राख्नु त्यहाँ पुगेर आउनु बाउले चाहिँ होइन अस्ति यहीँ लडेको बाउ यहाँनिर सरक्क लड्नु भएको थियो अनि बाउको काटेको छ नि त चट्टसँगले मेरो गाउँको चट्ट चोक हेर्नु ल यहाँ चोक हेर्नु है हाम्रो गाउँको एक बुइनी हेरेर छन् होइन सक्कसँगले मेरो बाँकी छ होइन नतिरेको धेरै दिन भयो साह्रो रिसाउँथ्यो भने त यही भाउजू हो रिसाउने चाहिँ होइन भाउजू दाजुहरू चट्ट केटाहरू क्यारम खेल्दै रहेछ दाजुहरू चाहिँ हाम्रो चाहिँ फेरि बोस गाउँकै बोस भाउजूको चाहिँ बाँकी तिरेको छैन कि साह्रो रिसाउँथ्यो भने त तर हाँस साउनी हो बाँकी नतिरेको रिसाएर आज त खोइ त नि भन्नुहुन्न त आज त मोबाइल लिएर आउनुपर्ने रहेछ साउनी त रिसाउने हुन्न यो चाहिँ हाम्रो होइन भाउजू दाजुले खोलेको होटल होइन यता चाहिँ बोस भनिसकेँ नि मैले बोस हाम्रो गाउँकै बोस हो नि फेरि यसो होइन यही हो टोल चाहिँ यही हो होइन सरक्कसँगले यता चाहिँ भाउजूको दोकान यता दाजुको दोकान हाम्रो चाहिँ होइन टोलमा सानो चोक छ तर हामीसँग चाहिँ नि यहाँनिर प्रशस्तै मासु पाइन्छ यहाँ पाइन्छ होइन पर पनि पाइन्छ होइन हाम्रो गाउँ तिमी अहिले बुढोसँग देखाउँला होइन चट्टसँगले यो हाम्रो टोल चट्ट के भन्थ्यो हुन्थ्यो भाउजू बाँकी नतिर्दा चाहिँ कसरी रिसाउनुहुन्छ एकचोटि देखाउनु चाउमिन भनेर चाउमिन मात्र दिने चिकन खाने मान्छे हाम्रै हो साउनीको चाहिँ नि तर नि बाँकी तिर्दा चाहिँ अनुहार खुसी हुँदो रहेछ होइन बाँकी तिरेन भने चाहिँ आँखा गाडेर हेर्छन् आँखा गाडेर होइन रिसाएकै गर्नु हुँदो रहेछ होइन के अरे दाइ हाम्रो दाइ चाहिँ होइन यहाँको अब यस्तै हो होइन मान्ने जन्ने होइन यहाँको दाइ भनेको चाहिँ होइन अब मेरो जिग्री दाइ हो होइन के को बेजेत हो बेजेत हुन्छ अरे हाम्रो साउनीलाई चाहिँ चिनिराख्नु हाम्रो साउनीकोमा आउनु होइन अब त्यस्तै हो यहाँ पाइन्छ बाँकी चाहिँ पाइन्छ बाँकी नतिर्दा पनि रिसाउँछन् त्यही हो अब अर्को साउनीकोमा हजुर बाँकी अब के खाएको थिएँ भन्दा अब भाउजूले खुलाउने अरे के थियो मेरो बाँकी सुरोड थियो होइन अब हेरौँ न त्यहाँ यस्तो होइन नि अनुहार फेरि बाँकी भनेपछि मात्रै यो फेरि अनुहार उयो भएको नि फेरि चट्टसँगले बाँकी चट्टसँगले यस्तै छ होइन यो हो हाम्रो गाउँ सरक्क अरे भाउजू पर भाउजूले भनेको उयो हो परको त्यो लुगा झुन्डेको ठ्याक्कैसँगले हाम्रो बाउको चाहिँ होइन चट्ट बाइक घुमाइ भेटेर सही छ बाउको चाहिँ फेरि स्मार्ट तरिकाले हो नि त हाम्रो बाउले होइन चट्ट हो हाम्रो बुवालाई कम्तीको चाहिँ नसोच्नु नि फेरि हाम्रो बाउ फेरि बाइक साइक सब घुमाउनुहुन्छ अब कुदाउनु नि बसेर त्यता लाग्नु भयो त अनि त्यता लाग्नु भयो त ए बाइक छ ल बाउको स्टार्ट गराएर हेरौँ ठिक छ अनि चाबी बिना कुद्छ चाबी बिना कुद्छ त हाम्रो बाउको फेरि बाइक कुदा खतरा छ अनि फेरि काके हाँस्थ्यो अनि त्यो धेर चाप्यो नि त्यो धेर चाप्ने होइन त्यो ख्वातै छोड्दा त्यो उडिहाल्छ बाइक अस्ति पनि त्यस्तै भएर लडेको त ल बुवाको आएर खतरा हुँदैछ
बडो बडो अब खुट्टा टेकिहाल माथि टेकेर लगि पो हाल्ने त एक साइडमा लिएर जानु पर्यो नि त बाउले नडराइ लानु पर्यो के कुमसुम केही गर्नु पर्दैन हातले उयो हुने हो बाउले बाइक पर्फेक्ट बनाइदिएको छ नि बुवाको मैले बाइक सर कुदाउनु हुन्छ कि तर अस्ति चाहिँ कुदाउनु हुन्छ तर अस्ति लडेर क्या डराउनु हुन्छ अहिले चाहिँ कहाँ हिँड्नु भएको आन्टी मिल के अनि ठुलो मम्मी चाहिँ के हो अनि कागज सागज बोकेर हिँड्नुभयो त अनि कुदाउनु हुन्छ बुवाले टट्ट अस्ति त्यो एक्सिडेन्ट भएको छ नि त बाउको यस्तो खुट्टामा ठुलो काटेको छ अनि त्यसपछि चाहिँ अलिक उयो भएको छ क्या डराउनु हुन्छ 60 वर्षमा बाउले कुदाउने बाइक अनि कुदाउनु हुन्छ यतिको चाहिँ के हरायो बलले हरायो अनि उतापट्टि चाहिँ उयो गर्नु नि अनि अन्य ठाउँ बाउ पर पुगिसक्नु भयो बाउ चाहिँ होइन पर जाँदै हुन्छ बिस्तारै सर फेरि लड्नु भने उयो हुन्छ फेरि कोच बसेको दिदी हुन्छ फेरि बाउलाई पर्फेक्ट बनाउनु पर्यो नि त कुदाउन सर आज त मेरो एक्सर्साइजै हुने भयो नि त कि भिडियो ब्लग के गर्नुभएको ए यो के गर्न आँट्नु घाँस काट्न आँट्नु भएको केलाई ए खोइ चारो चाहिँ नि कतिवटा छ सुँगुर किन काकीले पनि प्रगति गरिसकेछन् चाहिँ हाम्रो घर जाने बाटो यो चाहिँ हाम्रो भाउजूको दोकानै सट्टसँगले यो चाहिँ भाउजू त्यहाँ ल अरे हक्क ओइ पेन्स गरेको मेरो एउटा भतिज छ ओ भतिज अनि टोपी त अनि पुरै सिरी किस्नेको जस्तो लगाएको छ त अनि के गरेको कल चलाउँदैछ हाम्रो कल के छ यसको हाँस हेरौँ न ठिकै छ अनि यो टोपी चाहिँ कसले लगाइदिएको अन्त मामुले अनि त अनि के भयो यहाँ कहाँ लडिस् हौ के गर्दा लडिस् के हिँड्दा लडेको लडिस् त पल्टेर लडिस् साह्रो दुखो अनि यो टोपी चाहिँ सिरी किस्ने जस्तो लगाएको छ चङ्के जस्तो भयो त्यस्तो त अनि चङ्के हो त हाँसेको के गरेको पानी अनि औषध लगाइस् लगाइनस् नलगाएको के छ यहाँ काकाको भ्लगमा के को भन्छस् के भन्छ एउटा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भन्न हेर्न लगाएको भन्न छिटो भन्न हौ किन हौ कहाँ गएको कोसँग खेल्ने तँलाई त खोकी लाएर रहेछ त नि ज्वरो आएको छ कोसँग खेल्न गएको भन्छ तरुनी छ क्या तेरो पनि कोसँग कहाँ हिँड लजाउँ
हिँड्न त जाउँ हिँड ल गएको अरे भाउजूलाई गएको अरे ऊ बिस्तारी हिँड्न बिस्तारी लड्छ हो त्यहाँ लगा ल अनि गर्मीमा चाहिँ टोपी चाहिँ किन लाउनु त भन्ने हो के गर्छ टोपीले चाहिँ शीतल हुन्छ अनि गर्मी पो भन्छ त नि के छ काका हाम्रो काका कहाँ हिँड्न आँट्नुभयो के खेतमा हो हेर न हाँसेको चट्ट काका थियो होइन कृषि गर्नुहुन्छ चट्ट साग सब्जी रोपेर होइन अझै दुख्दैछ बाख्रा लिएर आउनु भएको ठुलो के भयो अरे अनि तेरो आमा अनि मेरो ठुलो मम्मी नि हो प्रिन्स तेरो स्कुल कहिलेदेखि लाग्छ भन्दा वैशाख 4 गतेदेखि तँलाई स्कुलमा रमाइलो हुन्छ कि घरमा हो घरमा पढ्न मन लाग्दैन साँच्चीकै रियल्ली त्यसो भए अब हलो जोत्न जानुपर्छ ल तरमा किन हलो जोत्न जाउँ न नि अनि पढ्नै मन लाग्दैन रहेछ तँलाई अनि बोजू के गरेको ए अघि लाइटर भन्दै थियो मैले बिर्सेछु फेरि थियो हो बिर्सेछु नि त ल्याइदिन त खोजेको 15 रुपियाँ ल्याउनु भयो अहिले म ल्याइदिन्छु नि त बाउ उता जानुभयो भने अलिअलि कुदाउनुहुन्छ भन्ने गरे बोजू गाउँमै सुन्ने लाग्यो किन हौ ल बोजू गएको है बुवासँग अब कुरा गरौँ ल अनि बुवाले त अनि कुदाउनु हुँदो रहेछ नि डराएर पो रहेछ त बुवाले त मम्मी कहिले हो अस्ति त त्यो धुने दिन्थ्यो नि होइन बुवा के गर्नुभयो बुवाले अस्ति यस्ता मुला बाइक के फल फले जस्तो हो यस्ता मुला बाइक होइन बाउ कुदाइहालिन्छ नि होइन के छ त होइन मान्छेले बनाएको हो नि मान्छेले सिक्न कुदाउन पनि मान्छेले कुदाउँछ के कोही आएर कुदाउँछ अन्त त्यस्ता कुराको छोडिदियो ऊ ल्याउनु पर्छ हो के हो ग्यास 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 मम्मीले चाहिँ साँच्चीकै तपाईँलाई बाइक कुदाउनै नदिनु हुँदो रहेछ नि त्यही भएर अब बानी बिग्रिहाल्दो रहेछ बिर्सिहाल्नु हुँदो रहेछ कुदाउने भनेको केटो आइ हुँदैन केटाले मात्रै सानो कान्छो छोरो आएपछि भन्छ त्यसो भन्नुहुन्छ अनि म कतै गयो भने चाहिँ कसरी कुदाउनु अनि अनि अलिअलि सिक्दा बनिदिन्छ नि हो भने मम्मीलाई पनि सरर पछाडि हालेर चट्ट लिएर जानु अब देख्दै
कसरी मर्नुहुन्छ हौ चट्ट बुढाबुढी चट्ट संसारै घुम्नु कहिले झिल जानु भोलि पर्सि मैले टुटु खुदाएपछि चाहिँ अनि ए म पनि जान्छु है पर्ख पर्ख भन्छ म पनि जान्छु है एकछिन पर्ख पर्ख भन्न किन लोदर बोल्छ भोलि पर्सि मैले बुझाउनु थालेपछि अनि ए पर्ख पर्ख म पनि जाने पर्ख पर्ख भन्नलाई अब हेरिराख् न कसरी बुझाउँदो रहेछ कुत्ताको गरेर अब मम्मीलाई चाहिँ चट्ट अब बाइक सिकेर म पनि जान्छु बनाउनु अनि भोलि पर्सि ए बाबै पर्ख पर्ख म पनि जान्छु पर्ख के बाबाले भन्दै बनिनु पर्छ पर्ख बाबै पर्ख बाइक सिक्यो भनेर ठुलो भएको हेर नपर्खी कुदेको भन्दा अन्त अनि मम्मी चाहिँ के भन्नुहुन्छ मम्मीलाई तपाईँले चाहिँ के भन्नुहुन्छ अनि त्यसो भन्नुभयो अहिले लड्छेस आइज लड्छेस है भन्दै कुद्छु अनि मम्मी अनि भुइँमा केटाकेटी जस्तो भएर रुनुभयो अनि केटाकेटी जस्तो भएर लडङ लुडुङ गरेर रोइ भने त आएर लानु पर्यो नि माला लगेनन् भन्छन् मम्मीले होइन अनि हाम्रो मम्मीको चाहिँ के छ विचार चट्ट बाउसँग घुम्नलाई चट्ट बाइकमा जानु कुदाउन दिनु छैन के भयो किन हौ कसरी लडाएर मार्नुहुन्छ अनि त्यो त अनि हुन्छ त अनि मसँग अनि मसँग पनि म पनि कहिले काहीँ त लड्छु त अनि सकिँदा के भयो त अनि अनि मैले नकमाए नि बाउले कमाएको अलिअलि सकिन्छ नि अब सकिन्छ भने अब बाउले कमाएको अनि के गर्ने आश गर्नु त छोराछोरीले अनि के हो यो मम्मी सिमी होइन नि त अब यसो हाम्रो यसो भिडियो हेर्नेलाई चिनाइदिनु न कस्तो राम्रो रहेछ सिमी भनेर राजमा सिमी मम्मी केलाउँदै हुन्छ ए मम्मीको छोरी सँगै आएर बसिन् ऊ अहिले काखमा पनि बस्नु बेर छैन मम्मीको यस्तै छ हाम्रो चाहिँ अब मम्मी काम गर्दै हुनुहुन्छ म भिडियो बनाउँदैछु हाम्रो घरमा सबै काम गर्ने हुन्छन् ए हाम्रो बुवा चाहिँ चट्ट चिया बनाउँदै हुन्छ के छ बुवा चिया मिठो बनाउनु है चट्ट फोन आयो हेलो जतिले मेरो भिडियो हेर्नुभएको छ जतिलाई मनपर्छ सबैले लाइक सब्सक्राइब फलो गरिदिनु होला होइन सबैले